तपाईंले हेर्दै गर्नुभएको भिडियो तथा ब्लग एउटा लजालो मान्छेले बनाएको हो। यो तपाईको सोचाइ अनुसार नहुन सक्छ। कृपया नराम्रो नभनिदिनुहोस्। गुड मर्निङ गाइज हैन मेरो लागि चाहिँ गुड मर्निङ हो तपाईको लागि के छ थाहा छैन मलाई हैन टक्कै अब देख्दैछ होला वेबसाइटमा छु टक्कै के हो भन्दाखेरि चाहिँ आइम गोइङ होम अन्त अहिले तपाईको त्यो छ अलिकति गन्दा छ डोन्ट माइन्ड ए के भन्नु हुन्छ हैन अहिले बजेको छ तपाईको 9:09 अब 10 बजे चाहिँ उता दार्जिलिङ पुग्नुपर्ने हो फेरि स्टिल यहीँ छु खाना बनाउँछु हैन ओइ यति के भन्नु म्यागी अन्डा म्यागी होइन चम्ची छैन चम्ची छ धुतिने धुनु अल्छी लाग्यो मैले मिठो बनाएको हो त्यही मिठो हो तर मिठो चाहिँ मिठो भएको छ होइन ओके त गाइस स्कुटीको फुल स्टप पनि अन द वे होइन त म टाइम हेर्दा 9:45 मा चाहिँ निक्ले दिस पोलिटेक्निक ल गाइस हिँडेको म यो गाडी देख्दा हेर्नु त अब हुनु चाहिँ यहाँको होइन यो बङ्गालकै हो बट हाम्रो एरियाको होइन यस्तो दामी बनाएको रहेछ पछिदेखि हेर्दा अब रेन्ज रोभरै देखिँदैछ अब त्यो हुन्छ नि लेटेस्ट रेन्ज रोभरहरू सेम त्यस्तो छ आज चाहिँ फेरि एकदम लुक गाइस रेन्ज रोभर जस्तो छ लगाउनु आएको यहाँ डालीको उयसमा अनलाइन पेमेन्ट चल्दैन जाममा त्यही माथि रङ साइड फसेँ तला फसिरहेको छु गरम भइसक्यो तेल सक्नु आँटिसक्यो पुग्यो 5 मिनट जस्तो टाइम लाग्छ अरे तल छिटोकिन गर्नु एटिएममा एटिएम पनि छ एटिएम चाहिँ छ भाइ 500 को हाल्दैन न ल एटिएम पायो नि हौ फुल्की कोही बेला धनी हुनुपर्छ होइन के हुने रहेछ नो आइडिया स्टेसनभित्र पस्यो केजीमा नि यस्तैले गर्दा एउटा ट्राफिक रुल डल्लै चेन्ज हुन्छ यार नाम जस्तो नाम त्यस्तै यतिको लागि चाहिँ मलाई कहाँदेखि बोलाएको यत्रो टाढो जाममा यस्तो फसिनु पर्यो ठिकै हो तर ढुङ्गा हालेको यार मैले यार अब बाइक कुदाइदिन्छ नि त हल्का बाइक थाम ल कसले हेर्न बङ्गै हाल्दैछ अगाडि हुन्छ अब न पछाडि पास गरेर भए पनि निकाल्छ निकाले ओ दा
यो अब हुनु त एक्जस्ट सिस्टम त केही छैन कि त्यस्तो अहिले घुम्न पुग्दैन यताउता घुम्न त्यसको छोडिकिन हामी चाहिँ अहिले जाममा फसिदियो होइन गाई अहिले चाहिँ आयनले बाइक कुदाउँदैछ होइन हो नि बा आयन भाइले बाइक कुदाउँदैछ यहाँ जाममा फस्यो हामी होइन मलाई आजको दिनमा चाहिँ हस्पिटल हालेँ होइन हस्पिटलमा चाहिँ यो फेर्नुपर्छ यहाँनिर अब मेरो कम्पनीले नै हौडेदा होइन प्रियोङदा आफ्टर द्याट भेजा है सामान हाँ उल्टा भेज दिया भइहाल्छ नेक्स्ट टाइम नेक्स्ट टाइम ऐसा अच्छा नहीं लगता ना सुबह से अच्छा हो गया गाड़ी में खुला नहीं पूरा खोल देता तो जोड़ने में आगे मेरा गलत पड़ता त्यही त इसलिए मैं पहले ही बोला क्या क्या सामान चाहिए यो नेपाली त बुझ्छ है अलिअलि यो तपाईँको कस्तो हुन्छ भन्दाखेरि टायरमा प्रेसर छ हावा छ मजाकै छ कम्ती छैन तर पनि कोही बेला हल्का अलिकति ढल्काउँदा पनि पछिको चाहिँ पुरै घुमेको जस्तो फिल आउँछ त्यो हुन्छ नि यहाँ पे बूस रहता है ना यहाँ वो बूस की वजह से ऐसा होता है लुज भएको त होइन होला त्यस्तो केही उयो हुँदैन इस्यु त कुन दिन तर यस्तै मारी पठाउँछु त जस्ट किडिङ हेर्नु न फुटेर माथि पुगिसक्यो कुन दिन 2 पिस हुन्छ चाबी चाबी लाया तो वो मेरा बैग को चाबी ना उधर है ना ठीक है उधर हो अब उता पनि यस्तै छ कि एमटीमा साह्रै राम्रो सुन्ने रहेछ यो फुल सिस्टम एक्जस्ट लगायो भने एक्जस्ट जुन चाहिँ पनि होस् कि फुल सिस्टम हालेको छ भने इन्जिनको फुल उयो सुनाइदिन्छ तर इन्जिन चाहिँ छिटो बिगारिदिन्छ फुल सिस्टम लगायो भने चाहिँ इन्जिन छिटो बिग्रिन्छ पानी झरीमा चाहिँ यसरी जाम लाग्दिन्छ मेरो पार्टनर पनि आएको छैन हो पानी परेको छ फेसबुक पार्टनर मेरो पार्टनर नआए त अब टेन्सन भयो त सफर कठिन छ है त पानी झरीमा हिल्लै लुत्रुक्कै भइसक्यो यहाँ चाहिँ हल्की होइन 1 नम्बर जङ्गल यहाँ मेन रोड पाउँछ अन्त फर योर काइन्ड इन्फर्मेसन होइन तपाईँहरूलाई थाहा छैन होला यो जग्गा चाहिँ कहाँ हो भनेर मलाई पनि जग्गाको नाम त थाहा छैन हो यो चाहिँ तपाईँको सिंहमारीदेखि मुनिपट्टि अलिकति मुनि यो भइकन यतापट्टि चाहिँ छ त्यहाँनिर हो लभ अफ माई लाइफ भन्नुमै हो अब होइन टक्कै त्यहाँनिर नयाँ लाग्यो यहाँ दाको बाइक मैले गरेको थिएँ यहाँको चाहिँ बनिएन नि त रङ यतापट्टि योपट्टिको ल्याइदिएछ हो उतापट्टिको मगाऊ त के छैन नेक्स्ट टाइम फेरि आउनेछु ल गाइस आई नो इट्स डेन्जरस टु मेक भिडियो राइट नाउ कि तर पनि लाइक देख्दाखेरि चाहिँ अब हेभेनली टाइपको छ क्या अब यति बेला चाहिँ म अब ब्रेकमा मिस्टेक भइकन लड्यो भने पनि लडिदिन्छु भन्ने टाइपको क्या जस्ट लुक एट दिस बाटै देख्दैछ छैन गाडी आएकोहरू पनि देखिँदैन अब भनौँ न अल्लातिर चारो तरफ कोरै कोरा चोट नै हो भन्दैछ त त्यस्तै छ होइन डर लाग्यो भने यहाँको अडालो चाहिँ सबसे डर लाग्छ मलाई ब्रेक लाग्दिँदैन कोही बेला यो बाटोमा र गाइस करेन्टली होइन म चाहिँ तङ्कर आइपुगेँ गाइस होइन
फिलहाल चाहिँ हामी टक्कै भक्तेको यहाँनिर छौँ होइन टक्कै यो मौसमले गर्दाखेरि चाहिँ मलाई यस्तो डिसएडभान्टेज भइदिइरहेको छ अब यो त मजाले उड्दिरहेको छ अब लिनहरू हान्ने छ मजाले होइन म सक्दिनँ टायरले दिँदैन एक लिन हान्यो भने म मोड्छु सिधै कुरा हो होइन अन्त यो मौसम अब यहाँनिर एकजना साथी छ मेरो उसलाई थाहा छ यो मौसम कस्तो थियो भनेर हामी दुई भाइ चाहिँ कस्तो बिजोग भएर आएको छौँ एकपल्ट भनेर पानी झरीमा हामी आएको नि थाहा छ मोटेर म यो नानीको एक घन्टा लाग्दै थियो त्यति बेला 1 घन्टा 2 घन्टा जस्तो लागेको थियो जामुने आइपुग्नु माथि सिङमारीदेखि तर केही छैन द्याट्स एक्सपिरियन्स भनौँ न सबै कुराको एक्सपिरियन्स होइन आजभन्दा 2 साल अगाडितिर चाहिँ अब त्यस्तो पक्काने हरकतहरू गरेको थियौँ त आज अब होइन रमाइलो छ के कस्तो अरे होइन ल कसम ल त गाइस रमाइलो गऱ्यो होइन हामी चाहिँ जामुने पुग्यौँ होइन तर के छ थाहा छ जामुनेमा चाहिँ गरम छ पानी पर्दैछ तर पनि गरम भइदिरहेको छ यहाँ घन्टा उभियो भन्नु त मिलेन तर पनि अब मन्दिरको के भन्नु उयो चाहिँ मूर्ति चाहिँ अलिकति घन्टा उयो छ भनेर मैले सुनेको थिएँ अहिले त्यस्तो त अब भनेको होइन तर पनि छ अरे यो हो तपाईँको जामुने के अरे ल गाइस अब बिजनबारीमा काम छ हल्का फुल्का बिजनबारीमा भन्दा पनि त्यो घरमा फलफुल अब कसैले लगिदिनु पऱ्यो अरे घरमा होइन कसैले लगिदिन्छु अन्त घरमा कसैले लगेर चाहिँ टक्कै रमाइलो गरिन्छ घरमा एकछिन ल अन्त नि उयो के हो सुन्तला मौसम्बी त अब मेवा पनि गर्दिनँ उयो आँप आदि गरिदिनु न त्यो बिग्रिहाल्छ होला सायद एप्पल पनि लिन्न एकै हाल्यो होइन हुन्छ त्यति गरिदिउँ होला 530 होला हुन्छ 530 rupees credited to your Bank of Baroda account. अच्छा हुन्छ बाउको लागि गिफ्ट छ नि मेरोबाट गाउँ बनाउनु थाल्यो गाइस उयो हेर्नु त मान्छे लट मातेर सुतिरहेको छ यो चाहिँ मेरो गाउँ हो यहाँ चाहिँ म चाहिँ टक्कै होइन कोरोना खट्ने मेरो गाउँ आइपुगेँ रमाइलो छ मेरो गाउँ त मेरो गाउँमा एक्ज्याक्टली मेरो गाउँ होइन मेरो गाउँको नाम हो म त गाइस आस दुखी नि हौ लामो बाटो यिनीहरू लानु न झोलाहरू होइन यस्तो गरिदेऊ न अन्त यस मेरो छोरा आइपुग्यो खुसी लाग्यो मलाई पनि लाग्यो आइपुगेर
सन्चो हुन्छ नि घर आइपुग्दा दिस इज लिन्सेबुङ गाइस भिज पानी कत्रो पर्दियो अन्त अफै यो पनि लिजाऊ केराहरू कसैले ल्याइदिएको छु नि हल्का फुल्का कसैलेहरू ल्याइदिएको छु नि किन टेन्सन गर्छ ल म चाहिँ घर आइपुगेँ त्यति भन्दै बाई बाई यस्तो गर्नुपर्छ नि त